भागेको यार हेलो गाइज वेलकम टु माई च्यानल इट्स मी मुसार अहिले बजिरहेको छ बिहानको 5:30 हामीहरू चाहिँ पुरै रेडी भइसक्यो जानलाई किचनमा आएको छ अलिकति केही खानालाई त्यसपछि फटाफट निस्किनु पर्छ किनकि 45 मा बस पार्क पुग्नु भन्नुभएको थियो मम्मीले 30 यही भइसक्यो सो फटाफट गर्छौँ हामी चाहिँ अब म खाइरहेको छु रेडी गाईले चाहिँ आस्ते सघाएर साह्रै साह्रो छ मह लाएर कफी खाइरहन स्याउ खाइरहन फरक फरक आइटम रोटी खाइरहेको छु छिटो खाउँछ कि अब ढिलो हुन्छ छिटो खाने मिसिनेर भइसक्यो यार उता अगाडि छन् सामान लगेर म यहाँ छु ब्याग बोकिरहेको छु अनि हजुरमा गाड अरे हजुरमा अनि चाहिँ म यहाँ म्याडम जस्तो त म भएको छु पर्स बोकेको छु हातमा यो ब्याग बोकेको छु अनि हजुरमा मलाई यहाँ सँगसँगै हिँड्नुभयो दिदी सामान बोकेर अगाडि हिँड्ने हजुरमा देखिनु भएन हजुरमा हजुरमा हामी भेट्छौँ 4 दिनपछि हामीहरू चाहिँ बस पार्क पुगेको अघि नै हो हाम्रो गाडी चाहिँ मान्छेहरू लोड गर्दैछ 2 जना अगाडि 1 जना पछाडि दिदी अगाडि बस्नु अगाडि सिधै के नक्की कि सिधै दुईटा भन्दा पनि दुईटी अगाडि म पछाडि अटोमेटिक त्यसै भन्छु म दिदी भनेर भेटेको अवस्था बबिता कहाँ छ आज बबिता यही छ यस मम्मी मम्मी कसले भन्यो भाँडामा बस्नु आयो त मम्मी पनि भाँडामा तपाईँ पनि भाँडामा त्यत्रा भएर आफू म पनि भाँडामा लाउने लुगा दिनु म त गएर नुहाएर आउँछु कति छिटो नुहाउनु पर्यो पछि जाडो हुन्छ गर्नु छ पानी तातो छ भने नुहाएको तातो छ खै तोक्नु आदि तपाईँलाई चिसो पनि तातो हुन्छ त्यसले खाइरहेको चाहिँ माथि डर तात्या छ पानी गरम पानी तात्या होला दुध खानु दुध खानु वा रारामा कति रातो हुन्छ रारामा कति चिसो हुन्छ सबै ब्याग लैजाऊ चिसो त हुन्न टी सर्ट लाउनु जस्तो चिसो मात्रै यो लगाइदिन्छु नि म लाउनु के लाउनु नभए धुम्ला त के भए त मैले मलाई टी सर्ट चाहिन्छ के हुन्न त बर्खा चिसो हुने त्यस्तो जातिको चिसो एउटा हल्का पातला धेरै चिसो भएपछि के भयो धेरै चिसो हुँदैन धेरै चिसो भएर जाडो पाल्टो ल्यायो भन्छ हामी त 2-3 वर्षदेखि स्ट्रगल यो त मच्ची आइहाल्यो यार यो त नानु त त्यसै We are roaming around कालीकोटको बजारको हैन हिँड्दै गएको अपिलरको घर यता हो उताबाट हो उताबाट बाटो छ चौबाट चाहिँ माथि गएछ हामी त डुल्दै के रहेछ भनेर हेर्न आएको खै डाँडा देखाम भोलि बिहानै हामी रारा जान्छौँ ओ यो माथिको चाहिँ आर्मी क्याम्प हामी भैली खेलेको सानो धेरै पछि आफ्नो हुर्केको गाउँ फर्केर आउँदा कस्तो लागिरहेको तपाईँको त जन्मस्थान पनि हो ढाड देखाएर ह्याप्पी हुने हो ह्याप्पी सो ब्याडली खेलेको बाटो भयो हामीहरू रोटी पानी नुहाउनु रोटी पानी छैन म त्यहाँ हजुरआमाले उलिएर गए जस्तो बाख्रामा जानुभएको पनि त्यो भित्र जङ्गल पनि भयो काफल पनि त्यहाँबाट ल्याएर दादी बुढा
0.5 उता गयो भने टाढी आउँछ नि टाढी नुहाउन जान्थ्यो नि नुन मात्रै यार चटपटे काम भनी पुरा हामीहरू चाहिँ अब यो बाटोबाट गएको रहेछ कुछ दिन न सायद राम्रो हुन्छ यो बाटोबाट जानु लाग्यो तर यो त घरबाट निस्क्यो त है बाटो होला हाम्रो उयो रोडबाट निस्किएर अनि ऊ त्यहाँ गएर ट्याक्क त्यो हाम्रो बारी हो जस्तो लाग्छ त्यहाँबाट माथि निस्किने ऊ त्यो घर जस्तो लाग्छ तर खै कुनै थाहा छैन तुक्का भइनेको डराइ आँखा टोक्दैन हो टोक्दैन हाम्रो स्कुलमा कति हुन्छ त्यो पहिला टोयलेट आउँथ्यो टोयलेट पछाडि आउँथ्यो यो बाटो जाने थाहै छैन यता कहिले आउनु भएको छैन आवा सानैमा आउनु भएको थियो याद छैन म लोटेको हान्यो भने क्यार्ने होला बाटो कहाँ छ त यहाँ उफ्रिँदै आउँछ नि त दिदी कराए बाटो छिटो भाग्यो गाडी जाम पनि नभनी भागेको भ्यू त मस्त एउटा फोटो खिचे हुन्छ हामी भाग्यो यो खसी देखेर भागेको के भनिस् डेन्जर पछाडि चाहिँ बाटो अगाडि चेक गर्नु यता अगाडि गोरु भेट्यो हमारी मम्मीको नै पता हम सायद चटपटे खाने गएको भन्नु हामी कहाँ डुलिरहेको जङ्गल ल आई विल गाइड यु गाइज थाक्नु भयो ट्रेकिङ गर्ने त्यहाँ चाहिँ होइन थाकेको ल्याउनु पऱ्यो बाटो यस्तो छ यता बाटो त्यसै गलत बाटो ल्याएर यहाँसम्म आउँछन् भने त बाटै त होला त यहाँ बिल्डिङ खडा भन्ने ल आयो बाटै राम्रोसँग गाडी लाग्छ अब हिँड्दै पनि लाग्छ जस्तो छ यहाँ त गयो पनि यहाँ त भेटिन्न यार कहाँ उषा त मैले भन्ने हो मरिन्छ हजुर भन्न त म हुन्छु कि हुन्न चल सिसी ल्याओ कि स्याबास बाटो कसो जाने हो यहाँ छ त बाटो दोकान त्यहाँ जाने त्यही बाटो जस्तो लाग्यो हेरेको अघि मेरो बाटो पालो अघि नानीको पालो सिस्नो मात्रै छ यार चिल छ यार यो त होइन त बन्द गर ओ चिल्यो मैन वर्सेस वाइल्ड हो गए Are you sure about that? वही पुग्नुपर्छ जस्तो छ छैन अनि यहाँ छ भने त्यो बाटो जान्छ निस्किन्छ होला दिदी
जानु घडी दबाई तिर होइन त्यो पानी उफ्रेको हो तर टाउ गयो पाइपबाट पानी आयो किरा खानु रे उही फर्केर जानु पर्ला जस्तो छ छिटो राम्रोसँग आयो आयो बाटो आयो तर सिस्नो चाहिँ खतरा छिगी उतै रहेछ है खुङ्गिलो बाटो निस्क्यौँ यहाँबाट जिपरका पुग्यौँ जिपरका निस्क्यौँ त यहीँबाट हो उता जाने बाटो रोटे पानी जाने त्यो बाटो त बाटो रहेछ त्यो फोहोर गराएर चाहिँ आखिर कोही जान्न तल अनि द स्ट्रगल इज रियल गर्मी भयो यार कता छ त घर गएर हेरौँला के ए अङ्गाला मार हाते मालो हो त फेरि अङ्गाला मार त उत्रै रहेछ नि त दुईटी त कहिले हामी सरप्राइज हुनु पनि हामी यताबाट गएर तलबाट हामी यताबाट गयौँ तलबाट तल जङ्गलबाट निस्केर यताबाट निस्किन्थ्यो त्यो पोहोरको बुङ्गुर सुँगुर भएर यताबाट निस्क्यो अनि हेर्नु छ हाम्रो ए यहाँबाट तल जाने खुल्लै छ भने तल सिधै गइन्छ खुल्ला यहाँ केही समय पहिला हामी सुत्थ्यौँ दिदी र म लड्थ्यौँ यहाँ सुत्नलाई बोल्नु त यो खाना खान तल जाने हो अन्डरग्राउन्ड पहिलाको खुफिया घर कुखुरा आउँथ्यो त्यही भएर पहिलाको भान्सा त बन्द रहेछ अलि मटन बन्द छिर्नु भयो हेर्न पहिलाको भान्सा त केही रहन्छ बत्ती हालिदिन्छु उज्याल्छ कति सानो ढोका हेर्नु न पहिलाको जमानाको झ्याल जत्रो ढोका धारा यही भयो त यही जानु न कस्तो जाडो यहाँको झ्याल खोल्न ढोका खोल्न थियो पहिला भान्सा थियो हामी यहाँ पुरा बसेर लाइन लागेर भात खान्थ्यौँ ओहो खास हामीले अघि यो घर चिन्न नसकेको भोलि पर्सि अनि टक्क हुन्छ नि फार्म हाउस टाइपको हुन्छ नि सबै आउँथ्यौँ यहाँ अहिले मलाई कस्तो लाग्छ त्यस्तै हुन्छ देवी माता उषा माता कि भोलि माग्नुको लागि म त के गर्छु भने फोटो खिच्नु लाग्छु भनेको ब्लगिङ गर्नु हाम्रो भाइजू हाम्रो इन्टरटेनमेन्ट दोकान मेरो यताबाट धेरै बहिनी गरेर पठाएको अन्त सबैलाई शान्ति एक्सिडेन्ट जाँदा जाडो भइहाल्छ बाबा केटा केटी नुन बनाएर बेच्दिन् न कसको के मिलेर भन केही मिलेर भनिदिन्छ अरे हाम्रो हामीहरूको मिल्छ है कसको मिल्छ ये छोरी होइन रे यो छोरी दुई छोरी हेर्नु कान्छी को यो नाम जेठी के कान्छी यो कान्छी यो नि यो सुइछ त
भयो तन्की मसानी भयो त म आमाइनु मेरो बजा अर्को देशमा पुगिसक्यो हामी अब त्यहाँ सफर गर्दैछौँ यहाँ टाउकोमा मटकी बोकेर हिँड त ताला लाउँदै यो भोलिको सामग्री बोकेर मलाई भारी धेरै बोकाएर ए दिदीले त भाँडो के दुधवाली मैया दुधवाली भनेको छ नि त्यो फिल्म के फिल्मको कुरा गरिरहेको छु दुधवाली भनेको हाँस्नु हुन्छ कि छिरो भित्र अब